स्वागत छ तपाईहरुलाई यस YouTube च्यानल सिभिल अभियन्तामा। आज हामी थ्योरी अफ स्ट्रक्चर 2 को लेक्चर 2 लिएर आएका छौं। हामी च्याप्टर नम्बर 1 इन्डिटर्मिनेन्सी अफ स्ट्रक्चर पढ्दै थियौं लास्ट क्लासमा र अब सबभन्दा फर्स्टमा तपाई यदि यो भिडियोमा फर्स्ट अटे आउनु भएको छ भने यसको पार्ट 1 हेरेर मात्र यो भिडियोमा आउनु होला। अब हामी स्ट्रक्चरलाई चाहिँ सबभन्दा फर्स्टमा डिटर्मिनेन्सीको आधारमा 2 पार्टमा डिभाइड गर्न सक्छौं। एउटा हुन्छ डिटर्मिनेन्ट स्ट्रक्चर, अर्को हुन्छ इन्डिटर्मिनेन्ट स्ट्रक्चर हैन। डिटर्मिनेन्ट स्ट्रक्चर भनेको चाहिँ जब नम्बर अफ अननोन र नम्बर अफ नोन इक्वेसन ठ्याक्कै मिल्न जान्छ। जस्तो नम्बर अफ अननोन 3 छ हैन, 3 वटा अननोन छ र 3 वटा नोन इक्वेसन छ भने त्यस्तो खालको इक्वेसन सल्भ हुन्छ। सो त्यस्तोलाई हामी डिटर्मिनेन्ट स्ट्रक्चर भन्छौं। त्यसैगरी यदि तपाईसँग भएको अननोन चाहिँ नोन इक्वेसन भन्दा धेरै छ भने त्यतिबेला तपाईसँग सल्युसन हुँदैन। जस्तो कस्तो फर्म्याटमा भने x + y = 3 x + y + z = 9 भयो भने यो इक्वेसनलाई तपाईले सल्भ गर्न सक्नुहुन्न, किनभने हामीसँग अननोन 3 वटा छ, नोन इक्वेसन 2 वटा छ भने त्यस्तोलाई हामी इन्डिटर्मिनेट स्ट्रक्चर भन्छौं। अब त्यस्तो बेलामा हामी के गर्छौं भने एउटा एडिसनल इक्वेसन थप्छौं है। त्यस्तो इक्वेसनलाई हामी कम्प्याटिबिलिटी इक्वेसन भन्छौं। अब यो कम्प्याटिबिलिटी इक्वेसन भनेको के हो भन्ने कुरा हामी फर्दर लेक्चरमा हेर्दै जान्छौं। ओके, अब इन्डिटर्मिनेन्सीलाई 2 पार्टमा हामी डिभाइड गरौँ। फर्स्ट हुन्छ स्ट्याटिक इन्डिटर्मिनेन्सी र अर्को हुन्छ काइनेमेटिक इन्डिटर्मिनेन्सी है। अब स्ट्याटिक इन्डिटर्मिनेन्सीलाई पनि हामी 2 पार्टमा डिभाइड गरेर हेर्यौं भने एउटा हुन्छ एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी, अर्को हुन्छ इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी। त्यसैगरी अब काइनेमेटिक र स्ट्याटिकमा ठ्याक्कै डिफरेन्सेस भने के हो भनेर हेर्नु पर्यो भने स्ट्याटिक भनिसकेपछि हामी जनरल टर्म्सले नै बुझ्छौं, यो केही न केही स्टेट अफ रेस्टमा होला। त्यसैगरी यो काइनेमेटिक भनेपछि केही न केही मोसनसँग रिलेटेड छ भन्ने कुरा बुझ्छौं। भनेपछि यसमा हामीले अब 2 भागमै डिभाइड गरेर स्टडी गर्यौं भने बेटर हुन्छ। जस्तो एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको सपोर्ट कस्तो छ हैन, एक्सटर्नल सपोर्टहरु कस्तो छ। जस्तो तपाई हामीले यो एउटा बीम हेर्यौं भने यो बीम हेर्यौं भने यो बीममा यहाँनिर 3 वटा रियाक्सन, यहाँनिर 1 वटा रियाक्सन भन्यो भने 3 + 1 गर्नुभयो भने 4 हुन्छ र हामीसँग नर्मल्ली इक्वेसन नोन हुने भनेको 3 वटा हो। भनेपछि यस्तो सपोर्टलाई हेरेर गर्ने हो भने त्यस्तोलाई हामी एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भन्छौं है। अब त्यसबाट हामी बाँकी अब सपोर्ट मात्रै हेरेर कहिले पुग्दैन। कस्तो केसमा भने फ्रेमहरुको केसमा हेर्नुस् हैन, ट्रसमा हेर्नुभयो भने जस्तो यो फ्रेम स्ट्रक्चर भयो भने सपोर्टले इन्डिटर्मिनेन्ट भएर अथवा डिटर्मिनेन्ट भएर मात्रै पुग्दैन, या माथिको मेम्बर पनि डिटर्मिनेन्ट हुन्छ कि हुँदैन, किनभने हामीलाई भएका इन्टर्नल फोर्स जुन हुन्छ, इन्टर्नल फोर्स भनेका के हुन् भने एक्जियल फोर्स, शियर फोर्स र बेन्डिङ मोमेन्ट चाहिँ निकाल्न सकिन्छ कि सकिदैन, त्यो पनि एक किसिमका अननोन हुन् है। त्यो पत्ता लगाउनको लागि चाहिँ हामीले कहाँबाट हेर्छौं भने त्यो चाहिँ इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी। त्यो केसँग लिंक हुन्छ भने मेम्बर, इन्टर्नल मेम्बर कस्तो छ, ज्योमेट्री कस्तो छ, और जोइन्ट नम्बर अफ जोइन्ट कतिवटा छ भनेर हेर्यौं भने दैट इज इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी। अब काइनेमेटिक इन्डिटर्मिनेन्सी भनेको कतिवटा यसमा चाहिँ फ्रिडम छ, डिग्री अफ फ्रिडम कति छ भन्नेसँग हामी लिंक गर्छौं। जस्तो हामीले यहाँ हेर्यौं भने एउटा हिन्ज सपोर्ट होला, अर्को एउटा रोलर सपोर्ट होला। अब हिन्ज सपोर्टको केसमा हेर्नुभयो भने हिन्ज सपोर्टमा के पोसिबल छ भने रोटेसन पोसिबल छ। भनेपछि कतिवटा डिग्री अफ फ्रिडम छ यसमा भने 1 वटा डिग्री अफ फ्रिडम छ। रोलर सपोर्टलाई हेर्नुभयो भने रोलर सपोर्टको एबाउटमा मुभमेन्ट पनि पोसिबल छ हैन। त्यसैगरी रोलर सपोर्ट यो डाइरेक्सनमा गुड्किन पनि पाउँछ भनेपछि कतिवटा डिग्री अफ फ्रिडम छ, 2 वटा डिग्री अफ फ्रिडम छ भने हो त्यस्तो मोसनसँग रिलेटेड कतिवटा डिग्री अफ फ्रिडमसँग रिलेटेड छ भन्ने कुरा चाहिँ हामी काइनेमेटिकमा स्टडी गर्छौं है। यसको बारेमा म तपाईहरुलाई कसरी निकाल्ने भन्ने कुरा फर्दर यही सिरिजमा हामी पछाडी डिस्कस गर्छौं। ओके, अब हामी फर्स्टमा स्ट्याटिक पढौं, त्यसपछि लास्टमा हामी काइनेमेटिक पढौं। स्ट्याटिकको सर्टेन केही एक्जाम्पलहरु प्र्याक्टिस गरौं र काइनेमेटिकको पनि हामी केही सर्टेन एक्जाम्पलहरु प्र्याक्टिस गरौं हैन। अनि एट द एन्ड यो च्याप्टरको एन्डमा चाहिँ हामी एक्जाममा आएको प्रब्लमहरु हैन, तपाईहरुको एक्जाममा आएको प्रब्लमहरु के छ त्यो प्रब्लमहरुलाई पनि एकचोटी सर एड्रेस गरेर हामी बल्ल नेक्स्ट च्याप्टरमा जान्छौं। ओके, अब सबभन्दा फर्स्टमा एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको यो केसँग लिंक छ भनेर मैले अघि एकचोटी भनि पनि सकेको छु। यो सपोर्ट कन्डिसन कस्तो छ, सपोर्ट रियाक्सन कस्तो छ भन्नेसँग लिंक हुन्छ भने दैट इज एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी है। अब यसमा चाहिँ हामीले जनरल फर्मुलै बनाएर सम्झे पनि हुन्छ र यतिकै हेरेर पनि थाहा हुने कुरा हो यो हैन। जस्तो एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सीको डिग्री पत्ता लगाउनु पर्ने छ है। डिग्री अफ स्ट्याटिक एक्सटर्नल इन्डिटर्मिनेन्सी भनेर हेर्नु पर्यो भने यसमा हामी सबभन्दा फर्स्टमा टोटल नम्बर अफ सपोर्ट रियाक्सन हैन, सपोर्ट रियाक्सन कति छ र
त्यसलाई केले घटायौँ भने नम्बर अफ इक्विलिब्रियम इक्वेसन अथवा नम्बर अफ नोन इक्वेसनले घटायौँ भने जति भ्यालु आउँछ त्यही नै के हो डिग्री अफ एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी हो सिम्पल भाषामा भन्दाखेरि हैन। अब मैले एउटा इक्जाम्पलको लागि तपाईँलाई एउटा यहाँ सिम्पली सपोर्टेड बिमको इक्जाम्पल लिएर भन्छु। जस्तो यो सिम्पली सपोर्टेड बिमलाई हेर्नुभयो भने यहाँ कतिवटा रियाक्सन पोसिबल छ, 2वटा रियाक्सन पोसिबल छ। यहाँनिर कतिवटा रियाक्सन पोसिबल छ, 1वटा। भनेपछि नम्बर अफ रियाक्सन सम गर्नुभयो भने 2 + 1 भनेको 3 हुन्छ हैन। अनि नम्बर अफ इक्विलिब्रियम इक्वेसन कतिवटा हुन्छ हामीसँग पनि 3वटा हुन्छ। भनेपछि 3 - 3 गर्नुस्, यहाँबाट डिएससी कति आउँछ, 0 आउँछ। सो सिम्पली सपोर्टेड बिम भनेको के हो, एक्सटर्नल्ली स्ट्याटिकली इन्डिटर्मिनेन्सी हो हैन, के सरी एक्सटर्नल्ली स्ट्याटिक डिटर्मिनेन्ट हो भन्ने हामीले बुझ्छौँ। ओके, अब यहाँनिर मैले एउटा 2टा इक्जाम्पल राखेको छु हैन। यो पनि सिम्पली सपोर्टेड बिम नै हो, यो पनि एउटा सिम्पली सपोर्टेड बिम नै हो, दुईवटै सिम्पली सपोर्टेड बिम हो। तर यहाँ ठ्याक्कै छुट्याउने हो भनेर हेर्ने हो भने यहाँनिर एउटा भर्टिकल लोड लागिरहेको छ, यहाँनिर इन्क्लाइन लोड लागिरहेको छ है। ल यो इन्क्लाइन र भर्टिकलको के मिनिङ होला भन्ने कुरा अहिले एकछिनमा हामी हेर्छौँ हैन। ल हेर्नुहोस् है त, सबभन्दा फर्स्टमा नर्मल्ली हामीले यहाँनिर कतिवटा रियाक्सन भन्छौँ, एउटा भर्टिकल होला एउटा हरिजन्टल होला हैन। ल त्यसै गरी यहाँनिर के होला, जस्ट भर्टिकल होला। यहाँ पनि सिमिलर, एउटा भर्टिकल होला एउटा हरिजन्टल होला हैन। त्यसै गरी यहाँनिर एउटा भर्टिकल हुन्छ हैन। अब यो कुरा किन यहाँ मैले सोधेँ तपाईँहरूलाई डिस्कसनमा राखेँ भने जस्तो यदि अन्ली भर्टिकल लोड एक्ट गरिरहेछ हैन, जम्मा भर्टिकल लोड मात्रै एक्ट गरिरहेछ भने हामीलाई चाहिँ त्यो लिन जरुरी छैन। कुन चिज लिन जरुरी छैन भने यो एक्सटर्नल जुन रियाक्सन छ हरिजेन्टल रियाक्सन त्यो हामीलाई लिन जरुरी छैन। भनेपछि त्यस्तो केसमा हामीले नम्बर अफ रियाक्सन कति भनेर भन्न सक्छौँ, 1 + 1 भनेर 2 भन्न सक्छौँ, ठिक छ। तर यहाँनिर यसो हेर्नुभयो भने यहाँनिर चाहिँ लोडै इन्क्लाइन्ड पोजिसनमा लागिरहेको छ भनेपछि त्यस्तो कन्डिसनमा हामीले यो हरिजेन्टल रियाक्सनलाई पनि लिनु पर्ला, किनभने रिजल्भ गर्नुभयो भने पीको हरिजेन्टल पनि आउँछ भर्टिकल पनि आउँछ। सो यो पनि लिनु पर्ला यो पनि लिनु पर्ला भनेपछि यहाँनिर कतिवटा हुने भयो, 1 + 2 गर्नुभयो भने 3वटा नम्बर अफ रियाक्सन हुने भयो, ठिक छ। अब यसको मिनिङ के त, यसको मिनिङ के, यो किन हामीले यहाँ हेर्न खोजिरहेछौँ भने अब हेर्नुहोस् है त, यो फर्मुलै अनुसार हामी हेरौँ। ल अब फर्मुलै अनुसार हामीले हेऱ्यौँ भने चाहिँ डिग्री अफ स्ट्याटिक इन्डिटर्मिनेन्सी एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको के हो भने नम्बर अफ रियाक्सन सपोर्ट भन्नुहोस् त। ल अब यो अहिलेको केसमा कति भनेको थियो हामीले, 1 + 1 गर्दाखेरि 2 भनिरहेको थियो भनेपछि 2 है त। अब माइनस नम्बर अफ इक्विलिब्रियम इक्वेसन भनेर लेखाएको छ डिफिनेसनमा है त। अब नम्बर अफ इक्विलिब्रियम इक्वेसन कति राख्ने होला, नम्बर अफ इक्विलिब्रियम इक्वेसन भनेर राख्नु पर्यो भने यहाँनिर त हामीले समेसन अफ एफएक्स भन्ने त कहिले पनि गर्दैनौँ नि, एफएक्स = 0 गर्नु पर्दैन नि। किनभने हरिजेन्टल फोर्सै छैन भने तपाईँसँग यो इक्विलिब्रियम इक्वेसन युजै गर्नु पर्दैन। भनेपछि नम्बर अफ इक्विलिब्रियम इक्वेसन कति राखे पनि पुग्छ, 2 राखे पनि पुग्छ हैन। 2 - 2 गर्दाखेरि कति आयो, 0 आयो। भनेपछि यो बिम चाहिँ के रहेछ त, डिटर्मिनेन्ट बिम रहेछ। कसरी डिटर्मिनेन्ट, एक्सटर्नल्ली स्ट्याटिक डिटर्मिनेन्ट हैन। अब त्यही केस हामी यता यदि इन्क्लाइन लोड लागेको हेर्ने हो भने फर्मुलैबाट जाउँ, डिएससी भनेको नम्बर अफ रियाक्सन सपोर्ट कति लिएछौँ हामीले, 3 हैन। नम्बर अफ इक्विलिब्रियम इक्वेसन कति त। अब यो हरिजेन्टल फोर्स निकाल्नको लागि तपाईँलाई यो हरिजेन्टल फोर्स निकाल्नलाई पक्कै समेसन अफ एफएक्स त गर्नै पर्छ, 100% हो। समेसन अफ एफएक्स गर्नै पर्छ भनेपछि नम्बर अफ इक्विलिब्रियम इक्वेसन कति हुने भयो, एफएक्स पनि चाहिएला, एफवाई पनि चाहिने भयो, मोमेन्ट पनि चाहिने भयो भनेपछि 3टै चाहिने भयो। यसरी 0 लेख्न सकिन्छ है। अब एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी तपाईँले निकाल्दाखेरि अलिकति लोडिङ अनुसार पनि त्यसरी हामीले 3 लिने कि 2 लिने भन्ने कुरा कन्फर्म चाहिँ गर्न सक्छौँ है त। तर अब तपाईँलाई यति धेरै कन्फ्युजन चाहिँ यहाँ बनाइराख्नु चाहिँ पर्दैन है। के चाहिँ इजिली बुझ्नुहोस् भने हामीलाई थाहा भएको नम्बर अफ इक्विलिब्रियम इक्वेसन भनेको 3 हो, राखिदिनुहोस्, जस्तो सुकै केस होस् नो प्रब्लम एन्सर आउँछ। तर नचाहिने इक्वेसनलाई चाहिँ हामीले नराखिकन गर्न पनि सकिन्छ भन्ने कुरा चाहिँ मैले यो तपाईँहरूलाई लेफ्ट फिगरमा देखाउन खोजेँ, त्यति हो है त, ठिक छ। ल अब हामी अगाडि बढौँ। एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी हामी यो तलपट्टि दिएको फ्रेममा काउन्ट गऱ्यौँ भने जस्तो यो के हो, हिन्ज सपोर्ट हो भनेपछि कतिवटा एक्सटर्नल स्ट्याटिक रियाक्सन होला, 2वटा। यहाँ कतिवटा होला, 2वटा। यहाँ कतिवटा होला, 2वटा। भनेपछि नम्बर अफ रियाक्सन निकाल्नु पर्यो भने नम्बर अफ रियाक्सन भनेको कति छ, 2 + 2 + 2 भनेको 6। अनि नम्बर अफ इक्विलिब्रियम इक्वेसन भनेको कति छ त, इक्विलिब्रियम इक्वेसन भनेको हाम्रो नर्मल 3 भयो हैन। भनेपछि एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको रियाक्सन -3 लेख्नुहोस्, 6 - 3 गर्दाखेरि कति हुने भयो त, 3। भनेपछि कति डिग्रीले इन्डिटर्मिनेन्ट रहेछ त यो फ्रेम भनेर हेर्नु पर्यो भने 3 डिग्रीले इन्डिटर्मिनेन्ट रहेछ, 3 डिग्रीको इन्डिटर्मिनेन्ट हैन, इन्डिटर्मिनेन्ट। अब इन्डिटर्मिनेन्ट भनेर भन्न त हामीसँग 2टा वे हुनु पर्यो नि,
के हुनु पर्यो कि एक्सटर्नल हुनु पर्यो हैन स्ट्याटिक र डाइनामिकको कुरा छुट्टै भइहाल्यो कि एक्सटर्नल हुनु पर्यो कि इन्टर्नल हुनु पर्यो अहिलेको केसमा हामीले त इन्टर्नलतिर त गएकै छैनौँ जस्ट सपोर्टलाई मात्र हेरेर भन्या भएर यो कस्तो खालको फ्रेम हो भनेर सोध्यो भने के भन्नु पर्यो तपाईँले भने 3 डिग्रीको एक्सटर्नल्ली स्ट्याटिक इन्डिटर्मिनेन्ट फ्रेम हो भनेर भन्नु पर्यो ओके अब वाट इज इन्टर्नल भन्ने कुरा हामी आउँछौँ है पछाडिपट्टि इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको के हो भन्ने कुरा हामी हेर्छौँ है त अब इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको चाहिँ सबभन्दा फर्स्टमा ट्रसको लागि पनि हेरौँ अनि त्यसपछि हामी फ्रेम स्ट्रक्चरमा जाउँला है त ट्रस स्ट्रक्चरमा हेर्नुहुन्छ भने हामीले अब यसलाई डिनोट गर्ने भनेको डिएसआईले नै हो हैन के हुन्छ भने नम्बर अफ इन्टर्नल मेम्बर फोर्स किन नम्बर अफ इन्टर्नल मेम्बर फोर्स अगाडि आयो भने हामीलाई चाहिने अननोन भनेको यही हो जस्तो हामीसँग अननोन हुन्छ नि एक्जियल फोर्स शियर फोर्स भने जस्तो नम्बर अफ अननोन भनेको इन्टर्नल फोर्स हो अब नम्बर अफ एभाइलेबल इक्विलिब्रियम इक्वेसन भन्ने कुरा चाहिँ हामीलाई थाहा भएको कतिवटा भन्ने कुरा त्यसलाई चाहिँ हामीले माइनस गरेर घटायौँ भने बल्ल कतिको इन्डिटर्मिनेन्सी भन्ने निस्किन्छ है अब यो तपाईँले यो फर्म्याट भयो त्यसबाट हामी एउटा फर्मुला निकालिरहेको छौँ यो भनेको के हो m-2j-3 अब m-2j-3 यो कसरी आयो भन्ने कुरा हेर्न मन लाग्यो भने कसरी आयो भने प्रत्येक जोइन्टमा कतिवटा हामीले चाहिँ नर्मल्ली सोच्नुभयो भने ट्रसको केसमा कतिवटा इक्विलिब्रियम इक्वेसन लगाएर गर्न सक्छौँ 2 वटा हैन त्यो भनेको एफएक्स होला एफवाई होला हैन अनि त्यस्तै गरी दुईटा भएपछि प्रत्येक जोइन्टमा 2 वटा नोन इक्वेसन भयो तर तपाईँले 3 वटा इक्विलिब्रियम इक्वेसन त अगाडि एक्सटर्नलमा युज गरिसक्नु भएको छ त्यही भएर त्यसलाई के गर्नु पर्यो घटाउनु पर्यो हैन भनेपछि 2j-3 त्यहाँबाट आयो अनि m भनेको जतिवटा मेम्बर त्यतिवटा अननोन भनेपछि m नम्बर अफ अननोन भयो माइनस 2j-3 ठीक छ प्रत्येक जोइन्टमा 2 वटा नोन अनि त्यसपछि -3 किन गरेको हामीले एउटा इक्विलिब्रियम इक्वेसन जुन अगाडि लिइसकेका छौँ एक्सटर्नलमा r-3 भनेर यो कुरालाई फेरि यहाँनिर पनि इन्क्लुड गरिराख्नु पर्दैन ठीक छ त्यहाँबाट आएको m-2j-3 तपाईहरु बेटर फर्मुला बनाएर सम्झे पनि हुन्छ है त अब 3D को लागि हेर्नुहुन्छ भने सेम m-3j-6 किन 3j-6 भने ट्रसको केसमा x अघि हामीले x र y भने जस्तै अब 3D मा हेर्नु भने x y र z डाइरेक्सनकै भ्यालु आउने भयो त्यही भएर 3j भयो अनि इक्विलिब्रियम इक्वेसन 3 डाइमेन्सनमा हेर्नु भने fx 0 होला हैन fy 0 हुन्छ समेसन अफ fz 0 हुन्छ त्यसैगरी mx 0 हुन्छ my 0 हुन्छ अनि त्यसैगरी mz पनि 0 हुन्छ भनेपछि कतिवटा इक्विलिब्रियम इक्वेसन भयो 6 वटा त्यहाँबाट 3j-6 हुन्छ ठीक छ यसलाई पनि तपाई फर्मुला बनाएर सम्झिनुस् यदि कपीमा नोट बनाउँदै पढिराख्नु भएको छ भने तपाईले के लेख्नुस् भने 2D को लागि m-2j-3 लेख्नुस् 3D को लागि m-3j-6 लेख्नुस् डाइरेक्टली केही गर्नु पर्दैन ल अब यो माथिको केस चाहिँ ट्रसको केसलाई कहिलेकाहीँ ट्रसको इन्डिटर्मिनेन्सी सोध्यो भने यो है त ट्रसको एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी सोध्यो भने नो प्रब्लम सेम फर्मुला r-3 अगाडि जुन हामीले युज गर्यो त्यही नै हो है ल फ्रेमलाई पनि सेम एक्सटर्नलको लागि सेम हो इन्टर्नलको मात्रै कुरा यहाँ हामीले गर्दैछौँ त अब ओपन स्ट्रक्चर्स लाइक ट्री आर अलवेज इन्टर्नल्ली डिटर्मिनेन्ट यो भनेको कि अहिले आउँला क्लोज स्ट्रक्चर विल ह्याभ 3 इन्टर्नल फोर्स विच मेक द स्ट्रक्चर इन्टर्नल्ली इन्डिटर्मिनेन्ट अरे बीम आर अलवेज इन्टर्नल्ली डिटर्मिनेन्ट इफ देयर आर नो इन्टर्नल जोइन्ट्स भनेको छ ल यो कुरा पहिला म तपाईहरुलाई पुरै डिस्कस गर्छु अनि फेरि यो माथिको 3टा पोइन्टमा आउँला है त अब फ्रेमको केस भनेको एउटा यो फ्रेम हो हैन यो फ्रेम भयो ल यो फ्रेमलाई हामीले हेर्यौं भने एकचोटी अलिकति देखिने गरी राखौँ है त यो फ्रेम भयो सरी ल यो फ्रेमलाई चाहिँ जस्तो इन्टर्नल्ली हेर्नुभयो भने कतिवटा के भन्ने कुरासँग लिंक हुन्छ यो फ्रेमको केस भने कतिवटा क्लोज लुप छ है क्लोज लुप कतिवटा छ भन्नेसँग लिंक हुन्छ है अब हामीलाई अलिअलि सर्वे हामीले पढेर आइसकेका छौं भने यतिकै थाहा हुन्छ कुनै पनि लुपलाई कसरी क्लोज लुप भन्न सकिन्छ भनेर हेर्नु पर्यो भने यदि लुपको स्टार्टिङबाट सुरु हुन्छ र घुमेर फेरि ओरिजिनल आफ्नै ओरिजिनल पोजिसनमा आउँछ भने त्यसलाई हामी क्लोज लुप भन्छौं है अब नम्बर अफ क्लोज लुप यो अहिलेको फ्रेममा कतिवटा छ भनेर सोध्यो भने कति भन्नुहुन्छ नम्बर अफ क्लोज लुप भनेको 1 भन्नुहुन्छ त्यसैगरी यसरी नराखेर फ्रेम यस्तो फ्रेम पर्यो तपाईलाई यस्तो खालको फ्रेम पर्यो भने यसमा कतिवटा क्लोज लुप भन्यो भने 1 2 भनेपछि 2 वटा क्लोज लुप भनेपछि यसरी क्लोज लुप चाहिँ हाम्रो आँखाले हेरेर पनि हामीले चिन्न सक्छौं है त ल यो क्लोज लुप हामीले चिन्न सक्छौं भने तपाईको हाम्रो प्रब्लम के भयो भने एक्सटर्नल जसरी निकालेको इन्टर्नलको पनि त्यस्तै एउटा के फर्मुला बनाएर हेर्यौं भने 3c -
आरआर भन्ने एउटा फर्मुलेसन हुन्छ है, जहाँ 3C भनेको C भनेको नम्बर अफ क्लोज लुप, तपाईँले यसो हेरेर पनि थाहा पाउनुहुन्छ नम्बर अफ क्लोज लुप हैन। त्यसो भए आरआर भनेको के हो भनेर हेर्नु पर्यो भने आरआर भनेको चाहिँ अघि नै हामीले योभन्दा अगाडिको लेक्चरमा हामीले के पढिसकेका छौँ भने नम्बर अफ रिलिजेसका कुराहरू पढेका छौँ है। इन्टरनल जोइन्ट हुँदाखेरि कहाँ कतिवटा रिलिज हुन्छ भन्ने कुरा हामीले पढेका छौँ। त्यो कुरालाई चाहिँ आरआरले इन्कर्पोरेट गर्छ। यो के हो नआउनुहोस्, अहिले एक्जाम्पलमा म मजाले बुझाउँछु, नहात्तिनुहोस् है त। अब नर्मल केसमा हामीलाई इन्टरनल हिन्ज सोध्यो भने के गर्ने त? आरआरको भ्यालु इन्टरनल हिन्जको केसमा के हुन्छ भनेर हेरौँ भने इन्टरनल हिन्जको केसमा चाहिँ आरआर भनेको चाहिँ समेसन एम ड्यास माइनस 1 हुन्छ, जहाँ एम ड्यास भनेको के हो भने कतिवटा मेम्बर आएर इन्टरनल हिन्जमा कनेक्टेड छ भन्ने खोजेको है। अब यहाँ यसो हेर्नु भने यो एउटा बिचको इन्टरनल हिन्ज हो भने कतिवटा मेम्बर छ 1 2 3 4 भनेपछि आरआरको भ्यालु कति हुने भयो? यहाँ 4 माइनस 1 गर्नु भने कति आउने भयो? 3 आउने भयो। यसरी चाहिँ हामीले आरआरलाई चाहिँ कुनै पनि इन्टरनल हिन्ज छ भने कसरी निकाल्न सक्छौँ भने समेसन अफ एम ड्यास माइनस 1। अब समेसन किन भयो यहाँ भन्ने कुरा, यस्तो फ्रेम छ भने घरि फ्रेममा यहाँ पनि इन्टरनल हिन्ज हुनसक्छ, यहाँ पनि इन्टरनल हिन्ज हुनसक्छ, दुईवटा इन्टरनल हिन्ज भयो भने त्यस्तो केसमा यसको लागि एम माइनस 1 गर्नुभयो भने 2 माइनस 1 होला, किन दुईवटा मेम्बर भेट भएको छ। यहाँ हेर्नुभयो भने 3 माइनस 1 होला भनेपछि 2 माइनस 1 1 हुन्छ, 3 माइनस 1 2 हुन्छ भनेपछि टोटल आरआरको भ्यालु कति भनेर सोध्यो भने तपाईँले 1 + 2 गरेर निकाल्नुपर्छ। त्यहाँबाट समेसन राखेको है, ठिक छ। अब यो कुरा 3 डाइमेन्सनमा पनि हामी थोरै हेरौँ ल। 3 डाइमेन्सनमा जाने बित्तिकै नम्बर अफ इन्टरनल फोर्स पनि कतिवटा हुन्छ भने 6वटा हुन्छ हैन। 6वटा हुन्छ भनेपछि अघि जसरी C राख्नु भएको 3C राख्नु भएको थियो, अब अहिले हामीले कति राख्छौँ? 6C राख्छौँ, ठिक छ। यहाँनिर जुन 6C माइनस आरआर लेखा छ यो हामीले त्यसरी राख्छौँ। अनि अघि जुन आरआरको भ्यालु इन्टरनल हिन्ज हुन्थ्यो भने समेसन अफ एम ड्यास माइनस 1 लेखे हुन्थ्यो हैन। तर अब 3 डाइमेन्सनको केसमा हेर्ने हो भने कति लेख्नुपर्छ भने 3 एम ड्यास माइनस 1। अब 3 डाइमेन्सनमा जाने बित्तिकै प्रत्येक कुरा चाहिँ 3 टाइम्स हुँदै जान्छ। त्यसरी चाहिँ 3 डाइमेन्सनको लागि गरिन्छ। अब नोट गर्दै हुनुहुन्छ भने के लेख्नुहोस् भने 2 डाइमेन्सनको लागि 3C माइनस आरआर, 3 डाइमेन्सनको लागि 6C माइनस आरआर भनेर लेख्नुहोस्। अनि फर स्पेसिफिक इन्टरनल हिन्जको लागि चाहिँ आरआरको भ्यालु यति हुन्छ भनेर टिपिराख्नुहोस्। ओके ल, अगाडि बढौँ है त। 2-4वटा हामी इक्जाम्पल पनि गरौँ, अलिकति इक्जाम्पलले पनि हामीलाई अलि बानी बसाल्ला हैन। अब फर्स्टमा यो नम्बर अफ रियाक्सन रिलिज कतिवटा भयो भन्ने खालको एउटा इक्जाम्पल यहाँ म गराउन खोजिरहेको छु तपाईँहरूलाई। ल हेरौँ है त, अलिकति कालो पेन बनाऊ। यो फ्रेम स्ट्रक्चरमा हेर्नुभयो भने यहाँ कतिवटा इन्टरनल हिन्ज छ भने एउटा इन्टरनल हिन्ज छ है। ल एउटा इन्टरनल हिन्ज छ, ल एउटा इन्टरनल हिन्ज छ, एउटा इन्टरनल हिन्ज छ, तर कतिवटा मेम्बर आएर कनेक्ट भएको छ भनेर हेर्नु भने एम ड्यासको भ्यालु कति छ? 2वटा हैन। भनेपछि आरआरको भ्यालु कति हुन्छ यहाँ भनेर सोध्यो भने 2 माइनस 1। ल 2 माइनस 1 गर्नुभयो भने कति आउने भयो त? 1 आउँछ। यसरी नम्बर अफ कतिवटा रियाक्सन रिलिज भयो भने यहाँ सोध्यो भने 1, ठिक छ। अब त्यस्तै गरी यहाँनिर यसो हेर्नुभयो भने कतिवटा मेम्बर कनेक्ट भएको छ? 3टा मेम्बर कनेक्ट भएको छ भनेपछि एम ड्यासको भ्यालु 3 हुने भयो। अनि आरआरको भ्यालु कति हुने भयो त? 3 माइनस 1 गर्नुभयो भने कति आउँछ? 2। भनेपछि यसरी यहाँ नम्बर अफ रिलिज कति हुने रहेछ? 2 हुने रहेछ। अब यहाँनिर हेर्नु भने 2वटा इन्टरनल हिन्ज छ हैन। 2वटा इन्टरनल हिन्ज छ भने एम ड्यासको भ्यालु पनि त 2टा हुने भयो। यहाँको लागि हेर्नुभयो भने कति हुने भयो? 4 माइनस 1 हुने भयो हैन। सरी, एम त 4 हुने भयो यसको लागि। त्यसै गरी यसको लागि एम ड्यास कति हुने भयो? 2 हुने भयो। ल आरआर भनेको के हो रे? समेसन अफ एम ड्यास माइनस 1 हो भनेपछि एउटा 4 माइनस 1 गर्नु पर्ला प्लस अर्को 2 माइनस 1 गर्नु पर्ला, सम गर्नु पर्ला भनेपछि 3 + 1 गर्नुभयो भने कति आउँछ? 4 आउँछ। त्यही कुरा यहाँ छ है त। अब यो इन्टरनल स्लाइडर जुन हामीले योभन्दा अगाडिल्लो लेक्चरमा पनि हेरेका थियौँ, इन्टरनल स्लाइडर भयो भने यसले केलाई रिलिज गरिदिन्छ भनेर भनेको थियौँ? सियर फोर्सलाई रिलिज गरिदिन्छ। अब सियर फोर्सलाई रिलिज गरिदिन्छ भने कतिवटा रिलिज गर्यो त? यत्तिकै हेरेर पनि थाहा भयो कतिवटा रिलिज गर्यो? 1वटा, सक्यो। 1वटा रिलिज गर्यो हैन। अब 3 डाइमेन्सनको केस हो भने सेम अगाडि गरे जस्तै गर्ने हो, यो यसमा गरे जस्तै। तर फर्मुलेसन के थियो भने आरआर भनेको के थियो? 3 एम ड्यास माइनस 1 थियो हैन। ल अब मेम्बर काउन्ट गरौँ न त। कतिवटा मेम्बर भएको छ, भेट भएको छ भने यहाँ एउटा भएको छ, दुईटा भएको छ, तीनटा भएको छ भनेपछि 3 माइनस 1 भनेपछि 3 × 2 गर्दाखेरि कति आउँछ त? 6 आउँछ। यसरी नम्बर अफ रिलिजेसहरू कति भन्ने कुरा फ्रेममा निकाल्न सक्नुहुन्छ, 2D होस् अथवा 3D होस्।
निकाल्न हामीले यति सक्छौँ ओके। ल अब यो ट्रस स्ट्रक्चरहरूको पनि हामी हेरौँ हैन। ट्रस स्ट्रक्चरको हामी एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी र इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी हेरौँ र दुईटाको कम्बिनेसन गर्दाखेरि कति भ्यालु आउँछ भनेर पनि लास्टमा हामी सबै हेर्छौँ ओके। ल अहिलेको लागि यहाँ सबभन्दा फर्स्टमा यसलाई हामी फिगर नम्बर ए भनौँ हैन। फिगर नम्बर ए को ट्रसलाई हेर्नुभयो भने अब एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी निकालौँ डिएसई भनेर निकाल्नु पर्यो भने यहाँ कतिवटा छ हिन्ज भनेको दुईवटा रियाक्सन, यो पनि हिन्ज हो दुईवटा रियाक्सन, यो पनि हिन्ज हो दुईवटा रियाक्सन भनेपछि कतिवटा भयो रियाक्सन भने 6 माइनस 3 गर्नुभयो भने कति आउँछ 3 ओके। अब इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सीको त अघि पनि मैले तपाईँहरूलाई फर्मुलै सम्झिनुहोस् भनेको थिएँ m माइनस 2j माइनस 3। ल मेम्बर कतिवटा छ काउन्ट गरौँ 1 2 3 4 5 6 7 है त भनेपछि 7 मेम्बर माइनस कतिवटा जोइन्ट 1 2 3 4 5 5वटा जोइन्ट भनेपछि 5 2 जा 10 माइनस 3 भनेपछि 7 माइनस 7 कति हुने रहेछ त 0 हुने रहेछ। अब टोटल गर्नुस् डिएस भनेको के हो डिएसई प्लस डिएसआई हो हैन। यो दुईटालाई टोटल गर्नुभयो भने कति आउँछ त भ्यालु 3 आउँछ ठीक छ। यसरी हामीले टोटल स्ट्याटिक इन्डिटर्मिनेन्सी निकाल्न सक्छौँ जुन एक्सटर्नल र इन्टर्नलको सम गरेर हैन। अब एकैचोटि तपाईँलाई निकाल्न मन लाग्यो भने यो दुईटालाई जोडेर जस्तो आरई माइनस 3 यो गरेर जोडेर एकैचोटि पनि एउटा फर्मुला हुन्छ त्यो डाइरेक्ट युज गरेर गर्न पनि सकिन्छ, तर तपाईँहरूलाई जुन सजिलो लाग्छ त्यही गर्नुहोस् ओके ओके। तर बेटर वे चाहिँ यो हुन्छ इन्टर्नल निकाल्नुहोस् एक्सटर्नल निकाल्नुहोस् अनि सम गरिदिनुहोस् ओके। अब यो फिगर नम्बर बीलाई हेरौँ। फिगर नम्बर बीको डिएसई को भ्यालु कति हुन्छ भनेर काउन्ट गर्न सकिन्छ। यहाँनिर कतिवटा छ दुईवटा, यहाँ पनि दुईवटा हैन भनेपछि 2 2 4 माइनस 3 गर्दाखेरि कति आयो 1 आयो हैन। अब इन्टर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी भनेको m माइनस 2j माइनस 3। ल m मेम्बर काउन्ट गरौँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 हैन भनेपछि 13वटा मेम्बर माइनस जोइन्ट कतिवटा 1 1 2 3 4 5 6 7 7 दुना 14 माइनस 3 भनेपछि 13 माइनस 11 गर्दाखेरि कति आयो 2 भनेपछि टोटल सम गर्नुहोस् डिएस भनेको कति आउँछ त 2 + 1 गर्दाखेरि 3 आउँछ भनेपछि यो पनि भ्यालु 3 आउँछ मिल्न गयो ठीक छ। अब यो ट्रसलाई हेरौँ सी नम्बरको फिगरको ट्रसलाई हेरौँ यहाँ लेखौँ है त। ल अब यहाँ एक्सटर्नल स्ट्याटिकको लागि चाहिँ सपोर्ट काउन्ट गरौँ 2 3 4 रोलर हो नि दुईटा हैन भनेपछि 2 3 4 4 माइनस 3 गर्दाखेरि 1 आयो हैन। अब मेम्बर काउन्ट गरौँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 भनेपछि 20वटा मेम्बर माइनस 2j भनेको कति त 1 2 3 4 5 6 7 8 9 10 भनेपछि 10 दुना 20 माइनस 3 20 माइनस 17 गर्दाखेरि कति आउँछ त 3 आउँछ भनेपछि यसमा दुईटाको सम गर्नुभयो भने कति आउनु पर्छ त 3 + 1 गर्दाखेरि 4 आउने भयो ठीक छ। यहाँबाट 4 पनि निकाल्न हामी सक्यौँ ठीक छ। अब फिगर नम्बर 4 लाई हेरौँ हैन यसको पनि त्यस्तै गरी भ्यालु निकालौँ। ल त्यसको यहाँ गरौँ है त। ल यतापट्टि हेर्नुहोस् है यो यतातिर यो फिगरको लागि है फिगर नम्बर डी को लागि। ल एक्सटर्नल काउन्ट गर्नुहोस् यहाँ 2 + 2 गर्दाखेरि 4 हुन्छ 4 - 3 1 हुने भयो हैन। मेम्बर काउन्ट गरौँ
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 भनेपछि 18 वटा मेम्बर माइनस जोइन्ट कतिवटा 1 2 3 4 5 6 7 8 9 9 2 18 माइनस 3 भनेपछि यहाँबाट 18 माइनस 15 गर्दाखेरि कति आउँछ त 3 आउने भयो भनेपछि दुईटा जोड्नुस् 4 आउँछ ठीक छ यो भ्यालु पनि मिल्यो सिमिलरली यो हामीलाई फिगर नम्बर ई मा दिएको पनि लास्ट प्र्याक्टिस गरौँ ल यसमा पनि नम्बर अफ रियाक्सन काउन्ट गरौँ वहाँ 2 2 गर्दाखेरि 4 4 माइनस 3 गर्दाखेरि 1 ठीक छ मेम्बर काउन्ट गरौँ 1 2 3 4 5 6 7 8 9 10 ठीक छ 10 वटा मेम्बर माइनस जोइन्ट कतिवटा 1 2 3 4 5 5 वटा जोइन्ट 5 2 10 माइनस 3 यहाँबाट कति आउने भयो 10 माइनस 7 गर्दाखेरि 3 आउँछ भनेपछि 3 र 1 जोड्दाखेरि कति आउँछ त लास्टमा पनि यो भ्यालु पनि सेम 4 आउँदो रहेछ ठीक छ यसरी चाहिँ हामी यो चाहिँ फिगर नम्बर ई को लागि पनि गर्यौं ओके यसरी चाहिँ ट्रस्टको केसमा चाहिँ स्ट्याटिक इन्डिटर्मिनेन्सी निकाल्न सकिन्छ अब केही प्रब्लमहरु भयो भने भिडियोलाई अलिकति थोरै स्लो गरेर भयो नि हेर्नु होला है त ओके अब हामी फ्रेम स्ट्रक्चरको पनि स्ट्याटिक इन्डिटर्मिनेन्सी निकाल्न हेरौं अनि ल सबभन्दा फर्स्टमा फ्रेममा पनि काउन्ट नै गर्ने हो र सजिलो तरिकाले गर्न सकिन्छ है अब त्यो कुरा कहाँनिर गरौँ भने हामी यहाँनिर अटाउँ है त ल डिएसई भनेको लेखौँ यहाँ अनि डिएसआई लेखौँ अनि दुईटाको सम गरेर यहाँ एकैचोटि लेखौँ ल डिएसआई भनेको चाहिँ डिएसई प्लस डिएसआई गरेर चाहिँ यहाँनिर भ्यालु लेखौँला है त ल अनि कतै इन्टरनल रिलिज पनि चाहिएला त्यसको लागि यतातिर यो यसको लागि है यहाँनिर एउटा यसो बनाएर राखौँ सजिलो हुन्छ सी पनि क्लोज लुप चाहिएला हैन नम्बर अफ रिलिज चाहिएला त्यसलाई पनि यहाँनिर सँगै राखेर बस्यो भने गर्न सजिलो हुन्छ है त ल एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी यसो हेरेर पनि थाहा हुन्छ यहाँनिर कतिवटा 3 वटा यहाँ 2 वटा यहाँनिर एउटा गर्दा 3 2 5 प्लस 1 गर्दाखेरि 6 माइनस 3 गर्नुभयो भने कति हुन्छ 3 वटा एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी अब यसलाई चाहिँ हामीले एक्सटर्नलमा किन राख्दैनौँ भने यो मेम्बर भित्र छ यो इन्टरनल्ली आइरहेको छ बाहिर एक्सटर्नल्ली बसिरहेको छैन इन्टरनल्ली मेम्बर भित्र बस्या भएर यो चाहिँ के हो त भित्रको इन्टरनल सपोर्टहरु हो हैन इन्टरनल जोइन्ट्स भनेर हामीले जुन भनेको थियौ त्यही नै हो ठीक छ अब यहाँनिर क्लोज लुप काउन्ट गर्नुपर्छ किनभने यसको फर्मुलै त्यस्तै छ 3c - rr है 3c - rr को लागि नम्बर अफ क्लोज लुप भनेर हेर्नु पनि जस्ट एउटा मात्रै क्लोज लुप छ भनेपछि एउटा मात्रै क्लोज लुप छ c भनेको 1 अब नम्बर अफ रिलिज कतिवटा होला भनेर हेर्नु पर्यो यहाँ कतिवटा इन्टरनल जोइन्ट छ हेर्नु पर्यो है त सबभन्दा फर्स्टमा यो पनि एउटा इन्टरनल जोइन्ट्स हो यो पनि एउटा इन्टरनल जोइन्ट्स हो यो पनि एउटा इन्टरनल जोइन्ट्स हो तीनटा इन्टरनल जोइन्ट्स छ तीनटा इन्टरनल जोइन्ट्सले कस्तो रिलिज गर्छ भन्ने पनि जान्नु पर्यो हैन कतिवटा रिलिज गर्छ भनेर जान्नलाई तपाईले फर्स्ट लेक्चर पनि हेर्नु पर्यो त्यहाँ पनि धेरै कुरा यो डिस्कस गरिसकेका छु है अब यो भित्र भएको यो इन्टरनल रोलर भन्छौँ हामी यसलाई है अब इन्टरनल रोलरले कतिवटा रिलिज गर्छ भनेर भन्यो भने यो दुईवटा रिलिज गर्छ इन्टरनल रोलरले एउटा मोमेन्टलाई रिलिज गर्छ एउटा यो डिरेक्सनको एक्सियल डिरेक्सनलाई रिलिज गर्छ ठीक छ त्यसैगरी यसलाई हामी इन्टरनल स्लाइडर भन्छौँ यसले कतिवटा रिलिज गर्छ हामी अगाडि पनि हेरेका थियौँ 1 वटा रिलिज गर्छ अब इन्टरनल हिन्जले कतिवटा रिलिज गर्छ भनेर हेर्नुभयो भने m-1 गर्नुपर्छ इन्टरनल हिन्जको केसमा कतिवटा मेम्बर भेट भएको छ तीनटा मेम्बर भेट भएको छ 3 - 1 गर्नुभयो भने कति आउँछ 2 आउँछ भनेपछि टोटल रिलिज काउन्ट गर्ने भने कति 2 यहाँ 1 रिलिज भन्यो यहाँ 2 भनेपछि 2 + 2 + 1 गर्दाखेरि कति भयो 5 ठीक छ अनि 3 * 1 गर्दा 3 भयो rr भनेको 5 भनेपछि यहाँबाट कति आयो त -2 आयो 3 - 2 लाई सम गर्नुभयो भने कति आउँछ त 1 आउँछ भनेपछि टोटल स्ट्याटिक इन्डिटर्मिनेन्सी यो फ्रेमको केसमा एक्जाम्पलमा कति आउँदो रहेछ 1 आउने रहेछ ठीक छ अब यो इन्टरनल जोइन्ट्सको लागि चाहिँ फर्स्ट लेक्चर हेर्नु होला अनि अझै सजिलो होला है त ल अब हामी यो सेकेन्ड नम्बर फिगरलाई हेरौँ
ल सेकेन्ड नम्बर फिगरमा हेर्नुभयो भने नम्बर अफ क्लोज लुप कतिवटा छ 1 वटा क्लोज लुप छ त्यो कुन हो यो हैन अरु त क्लोज लुप छैन अब भनेपछि नम्बर अफ रिलिज कति हुन्छ नम्बर अफ रिलिज हेर्नु पर्यो भने इन्टरनल हिन्ज यहाँनिर एउटा छ भनेपछि m-1 गरे पुग्यो m-1 कतिवटा मेम्बर भेट भएको छ 2 वटा -1 गर्दा 1 भनेपछि नम्बर अफ रिलिज पनि कति 1 बस यति भयो हैन ल अब एक्सटर्नल काउन्ट गरौँ यहाँ 3 6 9 12 भनेपछि 12 - 3 गर्दाखेरि कति आउँछ 9 आउने भयो हैन अब 3c क्लोज लुप एउटा भनेपछि 3 * 1 माइनस रिलिज 1 भनेपछि कति भयो 3 - 1 गर्दा 2 9 र 2 जोड्दाखेरि कति आउँछ 11 आउँछ ठीक छ यसरी फ्रेमको पनि सेकेन्ड नम्बर फिगर पनि हामीले गर्यौं त अब थर्ड नम्बर फिगरलाई हेर्नुभयो भने यस्तै गरी लेखौं तपाईहरुलाई भिडियो अलि स्लो गरेर हेर्नु होला चाहिएको ठाउँमा स्क्रिनशट पनि लिनु होला है त म सरसर्ती एकै ठाउँमा चाहिँ तपाईहरुलाई भ्यालु चाहिँ लेख्दै गइराको छु मेटाउँदै गइराको छु है त ल अब यहाँनिर यसो हेर्नुभयो भने कतिवटा मेम्बर चाहिँ यो इन्टरनल हिन्जमा आएर कनेक्ट भएको छ भनेर हेरौं कतिवटा मेम्बर भेट भएको छ यहाँ 4 वटा भनेपछि 4 - 1 गर्नुभयो भने 3 नम्बर अफ रिलिज अरु केही छैन भने सिधै लेख्दिनुस् नम्बर अफ रिलिज भनेको कति 3 नम्बर अफ क्लोज लुप कतिवटा छ नम्बर अफ क्लोज लुप हेर्नुभयो भने कतिवटा छ भने यहाँ एउटा छ एउटा यहाँ दुईटा छ यहाँ 3 वटा छ भनेपछि 3 वटा क्लोज लुप छ हो अब पहिला एक्सटर्नलको काम पनि सकौं यहाँ कतिवटा रिएक्सन 3 यहाँ कतिवटा 2 3 2 5 यहाँ एउटा भनेपछि 3 2 5 1 गर्दा 6 भयो अब यो के हो त यो डबल रोलर हो मैले फर्स्ट लेक्चरमा पनि भनेको छु डबल रोलरमा कतिवटा रिएक्सन हुन्छ भने एउटा हुन्छ मोमेन्ट रिएक्सन अर्को हुन्छ भर्टिकल रिएक्सन भनेपछि कतिवटा हुन्छ 2 वटा हुन्छ भनेपछि यहाँ 3 4 5 6 यहाँ 2 गर्दाखेरि कति भयो 8 भयो हैन भनेपछि 8 - 3 गर्दाखेरि कति आउनु भयो यहाँ 5 आउँछ ठीक छ ल अब 3c 3 * 3 गर्दाखेरि 9 हुन्छ माइनस रिलिज जम्मा 3टा छ भनेपछि 9 मा 3 घटाउँदाखेरि कति आउँछ 6 5 6 जोड्नुस् कति आउँछ 11 आउँछ ठीक छ यसरी हामीले इन्टरनल एक्सटर्नल दुईटै निकाल्यौं ल अब यो तलपट्टिको यो फिगरलाई हेरौं ल यहाँनिर इन्टरनली सबभन्दा फर्स्टमा तपाईलाई इन्टरनल जोइन्ट्स नै हेर्नुपर्छ इन्टरनल जोइन्ट्स अलि धेरै दिएको छ त्यही भएर इन्टरनल जोइन्ट्सलाई पहिला हेरौं अनि बल्ल एक्सटर्नल सपोर्टहरुमा जाउँला है त ल हेर्नुस् है त इन्टरनलको लागि यहाँनिर के दिइराछ यसलाई हामीले अघि पनि भनेको थियो इन्टरनल स्लाइडर भन्छ यसलाई इन्टरनल स्लाइडरले कतिवटा रिलिज गर्छ 1 वटा यसलाई के भन्छौं इन्टरनल रोलर भन्छौं यसले कतिवटा रिलिज गर्छ 2 वटा यसलाई के भन्छौं यसलाई हामीले डबल रोलर भन्छौं यो डबल रोलरले कतिवटा रिलिज गर्छ भनेर हेर्नुभयो भने जस्ट यो डाइरेक्सनको एक्सियल फोर्सलाई मात्र रिलिज गर्छ कतिवटा 1 वटा है अब त्यस्तै गरी यो इन्टरनल यहाँनिर हिन्ज छ इन्टरनल हिन्जलाई हेर्नु पर्यो भने के गर्ने अरे 4 वटा मेम्बर भेट भएको छ -1 गर्ने 3 वटा भनेपछि टोटल नम्बर अफ रिलिज कति भयो त 3 4 5 6 7 नम्बर अफ रिलिज 7 भयो क्लोज लुप कतिवटा छ यहाँनिर एउटा छ ल क्लोज लुप यहाँनिर 1 क्लोज लुप यहाँनिर 2 भनेपछि नम्बर अफ क्लोज लुप 2 ल अब एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी काउन्ट गरौँ 3 4 5 6 7 8 9 यहाँ 3 4 5 6 7 8 9 हैन 9 - 3 गर्नुभयो भने कति आउँछ 6 क्लोज लुपमा 3 * 2 गर माइनस रिलिज 7 भनेपछि कति आउने भयो -1 भनेपछि 6 बाट अब 1 घटाउनु भने कति आउँछ 5 आउँछ ठीक छ यहाँबाट यो भ्यालु 5 निस्किन्छ ल अब यहाँ बाँकी रहेका दुईवटा फिगर हेरौं एउटा बीमै छ एउटा 3D फ्रेम छ है त 3D फ्रेमको नि एक्जाम्पलहरु हामीले जानिराख्नु पर्छ 3D पनि एक्जाम्पल आउन सक्छ है त ल सबभन्दा फर्स्टमा यो माथिको बीमै हेरौं हैन यो जुन कन्टिन्युअस बीम दिइराको छ यो कन्टिन्युअस बीमै हेरौं है त ल यसमा पनि एक्सटर्नल काउन्ट गर्नलाई यहाँ कतिवटा छ 2 3 4 5 भनेपछि 5 - 3 गर्नुभयो भने 2 आउँछ अब क्लोज लुप भन्ने कहिले पनि बीममा क्लोज लुप हुँदैन है यो कतै टिपेरै राख्नुस् नो क्लोज्ड लुप इन बीम्स
बीममा कहिले पनि क्लोज लुप हुँदैन है। अब भनेपछि अटोमेटिक यो 0 भयो हैन। अब नम्बर अफ रिलिज चाहिँ हुन सक्छ है। यहाँनिर कतिवटा मेम्बर भेट भएको छ 2वटा भनेपछि 2 - 1 गर्दा 1। यहाँनिर कतिवटा मेम्बर भेट भएको छ 2टा भनेपछि 2 - 1 भनेको 1 र 1 र 1 जोड्दाखेरि कति भयो नम्बर अफ रिलिज कतिवटा भयो 2वटा भनेपछि क्लोज लुप अटोमेटिक हुँदैन रे। 0 - 2 गर्नुभयो भने कति आयो -2 नै आयो। 2 - 2 गर्नुभयो भने कति आउँछ आन्सर 0 आउँछ। ठीक छ। यसरी अब बीमको केसहरु आयो भने सजिलो भयो है। अब सिम्पली सपोर्टेड बीमलाई हेर्नुभयो भने सिम्पली सपोर्टेड बीम के हो अटोमेटिक। यहाँ क्लोज लुप पनि छैन इन्टरनल हिन्ज पनि छैन भने यो त अटोमेटिक डिटर्मिनेन्ट हुन्छ है। त्यो कुरा अगाडिको यो भन्दा अगाडिकोमा मैले तपाईहरुलाई भन्छु भने रे यहाँ अगाडिकोमा लेखेको कुरा यही हो है। यहाँ हेर्नु त बीम आर अलवेज इन्टरनल्ली डिटर्मिनेन्ट इफ देयर आर नो इन्टरनल जोइन्स भनेर लेखेको कुरा यही हो। ठीक छ। ल अब 3D को केसमा पनि हेरौँ। 3D को केसमा पनि त्यति अप्ठ्यारो चाहिँ छैन। यहाँ इरेज गरौँ है त। अब एक्सटर्नल स्ट्याटिक इन्डिटर्मिनेन्सी काउन्ट गर्नुस् पहिला। सबभन्दा फर्स्टमा 3D हुने बित्तिकै फिक्स सपोर्टमा कतिवटा हुन्छ नर्मल 2D भएको भए 2टा रियाक्सन एउटा मोमेन्ट हुन्थ्यो। अब 3D हुने बित्तिकै 3टा रियाक्सन 3टा मोमेन्ट हुन्छ भनेपछि 6वटा। यहाँ पनि कतिवटा 6वटा। यहाँ पनि कतिवटा यो हिन्ज सपोर्टमा कतिवटा हुन्छ हिन्ज सपोर्टलाई हेर्नुभयो भने यो एक्स डिरेक्सनमा पनि हिँड्न पाउँदैन वाई डिरेक्सनमा पनि हिँड्न पाउँदैन जेड डिरेक्सनमा पनि हिँड्न पाउँदैन किन हिन्ज सपोर्ट कतै पनि जाँदैन भनेपछि यहाँ 3 यहाँ कतिवटा यहाँ पनि 3 भनेपछि 6 6 12 13 14 15 16 17 18 भनेपछि 18 माइनस 3 गर्न त भएन। नम्बर अफ इक्विलिब्रियम इक्वेसन पनि कतिवटा हुन्छ fx0 fy0 fz0 समेसन अफ मोमेन्ट 0 समेसन अफ मोमेन्ट x0 my0 समेसन अफ mz0 भनेपछि कतिवटा हुनुभयो 6वटा। यहाँबाट कति आयो 12 आयो। ठीक छ। ल अब क्लोज लुप काउन्ट गरौँ। ल क्लोज लुप कतिवटा छ यही त हो एउटा क्लोज लुप भनेपछि सिंगल क्लोज लुप छ है। ल क्लोज लुप सिंगल छ। अब यो फर्मुला चाहिँ सेम हुँदैन है 3D मा। ल क्लोज लुप सिंगल क्लोज लुप नम्बर अफ रिलिज हेरौँ। यहाँनिर एउटा इन्टरनल हिन्ज राखेको छ कतिवटा मेम्बर भेट भएको छ एउटा 2टा। अब सिधै तपाईले अघि जस्तो 2 - 1 त गर्न पाउनुहुन्न। यो 3D हो भनेपछि के गर्नुपर्छ पहिला 3 अगाडि राख्नुस् अनि मात्र 2 - 1 गर्नुस् भनेपछि कति आउने भयो 3 नै आउने भयो। नम्बर अफ रिलिज कति भयो 3। अब इन्टरनल इन्डिटर्मिनेन्सको रिलेसनशिपमा फर्मुला के थियो 6c - rr यो 3 डाइमेन्सनको लागि है। 6c 6 नै भयो क्लोज लुप 1 नै छ हैन माइनस rr भनेको 3 यहाँबाट कति आउँछ 3 आउँछ। 12 3 जोड्नु भयो भने कति आउँछ त 15 आउँछ। ठीक छ। अब यो 3 डाइमेन्सन फ्रेमको केसमा पनि यसरी हामी निकाल्न सकिन्छ है त। ल आजलाई हामी यो स्ट्याटिक इन्डिटर्मिनेन्सी सम्मै गरौँ हाम्रो लेक्चरलाई। अब हामीलाई बाँकी चाहिँ के छ भने यसको जुन काइनेमेटिक इन्डिटर्मिनेन्सी छ त्यो हामी नेक्स्ट लेक्चर भिडियोमा लिएर आउनेछौँ। त्यति बेरसम्मको लागिलाई च्यानललाई सब्स्क्राइब गर्नु होला लाइक गर्नु होला साथीभाइ सेयर गर्नु होला। अरु केही डाउटहरु छ क्वेशनहरु डाउटहरु छ भने कृपया कमेन्ट सेक्सनमा लेख्न नबिर्सिनु होला। थ्यांक यू भेरी मच।